हिजो शनिबारदेखि भारत र श्रीलङ्कामा सुरु भएको आइसिसी पुरुष टी20 विश्वकप 2026 खेल सुरु भइसकेका छन्। नेपाल समेत सहभागी यो प्रतियोगिताका खेलहरू कहाँबाट र कसरी हामीले निशुल्क हेर्न सक्छौँ त, जसमा तपाईँले एप्लिकेसनमा दुईवटै, एउटा तपाईँले एन्ड्रोइडका लागि र आइओएसका लागि दुईटैका लागि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र आधिकारिक वेबसाइट icc-cricket.com/icc-tv यसबाट तपाईँले हेर्न सक्नुहुन्छ। मैले यहाँनिर स्क्रिनमा पनि मैले तपाईँलाई यहाँनिर देखाइदिएको छु यो वेबसाइटलाई। तपाईँले यसरी हेर्न सक्नुहुन्छ भने तपाईँले मोबाइल एपबाट पनि हेर्न सक्नुहुन्छ, जसका लागि तपाईँले प्ले स्टोरमा गएर आइसिसी अफिसियल भनेर यसरी हेर्नुहोला, जसमा 10 मिलियन यहाँनिर रहेको छ। अब यसलाई इन्स्टल गर्न सक्नुहुन्छ, जसमा अङ्ग्रेजी हिन्दीका अलावा नेपाली कमेन्ट्री समेत तपाईँले समावेश गरिएको पाउनुहुनेछ। स्क्रिनमा देखाइदिएको छु, हेर्नुहोला। एप स्टोरमा गएर आइसिसी अफिसियल सर्च गर्नुहोला र यसलाई इन्स्टल गरेर चलाउनु होला। त्यो अवस्थामा आइसिसी अफिसियल नै गएर इन्स्टल गर्नुहोला। इन्स्टल गरेपछि यस्तो खालको इन्टरफेस यहाँनिर देखाउने गर्छ, यसलाई ओपन गरिदिनुहोस्। ओपन गर्दा बित्तिकै यहाँनिर यो खालको इन्टरफेस देखाउने छ, इम्प्रुभ यो एक्सपिरियन्स भनेको छ, कन्टिन्यूमा राख्नुहोस्, एलो गरिदिनुहोस्। यति गरेपछि यहाँनिर नोटिफिकेसन कन्टिन्यू गर्नुहोस् र यसलाई एलो गरिदिनुहोस्। यहाँनिर साइन इन अर रजिस्टर भनेको छ, यसमा क्लिक गर्नुहोस् वा तपाईँले माथि स्किप पनि गर्न सक्नुहुनेछ। मैले यहाँनिर स्किप गरिदिएको छु। अहिले स्किप गर्दा बित्तिकै यहाँनिर इङ्ल्यान्ड र नेपालको अहिले भइरहेको लाइभ म्याच यहाँनिर यसरी देखाइरहेको छ। मैले यहाँनिर ट्याप टु स्टार्टमा क्लिक गरेँ। वाच लाइभ भनेको छ यहाँनिर। अब वाच लाइभको लागि तपाईँले यहाँनिर रजिस्टर गर्नुपर्ने हुन्छ, जसको लागि तल यहाँनिर साइन अप भनेको छ। साइन इन विथ गुगलमा क्लिक गर्नुहोस्, तलतिर यहाँनिर जो देखाएको छ गुगलमा क्लिक गर्दा बित्तिकै यहाँ विभिन्न तपाईँका इमेल आइडीहरू यहाँ देखाएको हुन्छ। तपाईँले कुनै पनि एउटा इमेलमा क्लिक गरिदिनुहोस्। यहाँ मैले एउटा इमेलमा क्लिक गरेको छु। यो गर्दा बित्तिकै अलिकति तल जानुहोस्, यहाँनिर कन्टिन्यूमा क्लिक गर्नुहोस्। अब यहाँनिर फर्स्ट नेम, लास्ट नेम, कन्ट्री देखाएको छ। तपाईँले कन्ट्री कुनबाट गर्न चाहनुहुन्छ, नेपाल भने नेपाल क्लिक गर्नु होला, केही फरक पर्दैन। मैले नेपालमा क्लिक गरिदिएँ। फेभरेट टिम तपाईँले राख्न सक्नुहुन्छ। यहाँनिर कुनै छ भने यहाँ आई हेभ एग्रिमेन्ट, यसमा चाहिँ टिक लगाउनुहोस् र क्रिएटमा क्लिक गर्नुहोस्। यति गर्दा बित्तिकै यहाँनिर साइन अप भइरहेको छ। साइन अप हुँदा बित्तिकै यहाँ तपाईँले देख्न सक्नुहुन्छ कि हामी लाइभमा प्रवेश गरिसकेका छौँ। इङ्ल्यान्ड vs नेपाल लाइभ चलिरहेको छ। हेर्नु तपाईँले पनि यसरी नै शैलीसँग वर्ल्ड कप 2026 हेर्न सक्नुहुन्छ।